ओ घोडाको पु गाइस मेरो जुत्ता वाउ लुक एट द व्यू नाउ बजरंगी भाइजानको मुन्नीको घर यही हो इन द नोमिनेसन फर द एसियाज क्लिनेस्ट विलेज यति सफा छ बिगार्दै तिमीले मेरो भिडियो होस् म फेरि Hello guys, good morning. Welcome back to my channel. This is Empty Pocket Rich Eyes. अहिले चाहिँ म यहाँनिर पत्थरे भन्ने जग्गामा छु. यो चाहिँ रिब्दी भरेङ एक्सट्रिम वेस्ट सिक्किमको साइडमा पर्छ यो प्लेस चाहिँ. एन्ड वी आर गोइङ टु गोर्खे. यहाँदेखि चाहिँ ट्रेक गर्नुपर्छ. यहाँदेखि उता चाहिँ रोड चाहिँ खतम हुन्छ, यहाँ छैन रोड हो. अनि यहाँदेखि चाहिँ वी हेभ टु ट्रेक फर अलमोस्ट 1-2 आवर्स अरे यहाँबाट जान्छ हो. अन्त हिँडेर जानुपर्छ. अन्त यहाँनिर चाहिँ सानो दोकान पनि रहेछ. सो यहाँबाट चिया खाइकन जाने हामी अब हिँड्नुपर्छ. कति टाइम लाग्छ हिँड्दा चाहिँ? यहाँबाट हामीलाई 25 मिनेट लाग्छ. 25 मिनट लाग्ने. सो अब यहाँनिर चाहिँ चिया खाएर चाहिँ जाने. 1-2 आवर्स भनेको त होइन, यहाँनिर दाजुले भन्नुहुँदैछ 25 मिनट्स लाग्छ भनेर. सो अहिले चाहिँ अब ट्रेक गरेको यो भ्लग हेरिदिनुहोस् होला. गोर्खे देखाउँछु तपाईँहरूलाई. कोक किन्दैछ यहाँ दाजुको दोकान छ. तपाईलाई त भाडै कम त पर्दैन है. अब हामीसँग जानुपर्छ ल ट्रेकिङ. यहाँनिर चाहिँ ब्रेडहरू पाउँदैन, त्यसै कारण उसलाई चाहिँ मैले पार्लेजीमा पट्टाएँ. बाहिरबाट आउनुहुँदैछ भने बेसी लगेज यस्तो ठुल्ठुलो ब्यागहरू छ भने यस्तो क्यारेज सिस्टम पनि हुन्छ होइन, डोकोमा हालेर ब्याग ट्रेकिङको लागि जाँदाखेरि तपाईँहरू जानु सक्नुहुन्छ त्यसरी बोकाएर, आफूले बोक्नु सकेन भने. हाम्रो ट्रेक टु गोर्खे चाहिँ स्टार्ट भइसकेको छ हो. अन्त हाम्रो ट्रेकको गाइड पनि आइसकेको छ. अहिले चाहिँ हामी यहाँ माथि आइपुग्यो. यहाँबाट आएको. हामीलाई चाहिँ एउटा कुकुरले गाइड गर्दैछ कि. त्यो कुकुर त स्पिड हिँड्दो रहेछ. पर पुगिसक्यो. दुइटै थ्याङ्क यू. गाडी राखेकोहरू पनि देख्दैछ. ए यहीँ रहेछ हाम्रो गाइड. बिस्तारै हिँड, हामी बाटो चिन्दैन. बिस्कुट दिन्छ दिन्छ गरेनौ त्यति बेला आइज भन्दाखेरि गर्दैछ त. बिस्कुट एउटा नि खानु. तिमी त कन्टेन्ट पो छ हौ. म माया पनि गर्छु नि. सो गाइस दिस इज यो पत्थरे. यो जग्गा चाहिँ यता पत्थरे हो. अन्त लुक एट द बोर्डर. यो चाहिँ सिक्किम हो. जानु न तपाईँ उता. सो आई एम एट सिक्किम एन्ड हि इज एट वेस्ट बेङ्गल एन्ड दिस इज द बोर्डर. बोर्डर चाहिँ यति मात्रै हो, 4 फुट हाइटको उयो मात्रै. के भन्छ यसलाई? फेन्सिङ वायर हो यो के. अब यस्तो पो रहेछ त चढ्नु त अप्ठ्यारो. ए अब चाहिँ खास वेस्ट बेङ्गल क्रस हुनु साँच्चै पुरा पाइन ट्रिजहरू रहेछ हो. यहाँ अस्ति तक्दाको जस्तै जङ्गल रहेछ है. हाम्रो त फेभरेट जग्गा हो नि तक्दा. सो गाइस यो राजा रानीको ट्रेक चाहिँ जारी छ. हाम्रो गाइड यहाँ कुनै कहाँनिर पुच्छर थियो त्यो छ. फर अभियस अब इन फ्युचर हामी यो भन्दा लामो ट्र्याक जान्छौँ हैन. हजुर त्यति बेला लाइक तिमीलाई लिटल बिट अफ प्र्याक्टिस भनेर पो उयो गराएको. He doesn't know that I'm filming this. ल तिम्रो ट्र्याकिङ उयो मैले फिल्म गर्दै थिएँ भने याद थिएन. उसले काम त जोड्दैन. ऊ रियल लाइफमा पनि यस्तै हो, बिहाइन्ड द क्यामेरा पनि. थ्याङ्क यू. 25 मिनट्सहरू भयो होइन हिँडेको परबाट. अन्त हामीले चाहिँ गोर्खे देख्नु थाल्यो. उहाँ पर रहेछ हो. अन्त ऊ चाहिँ पुरा गनगन गर्दैछ. चाहिँ यही त रहेछ, जुन माथिसम्म फालुटसम्म भन्दैछ. यति त रहेछ अबै गोर्खे के गर्नु यति आएर भन्दैछ उसले चाहिँ हो. हङकङ बजार अलिक माथिबाट उचाल्दैछ. माया त मायै हो, अब माया त मायै हो.
हो तपाईँको चाहिँ? तिम्रो मनमा लुकेको मलाई याद थियो मलाई एयरटेलको मात्रै नेट चल्छ यहाँ भनेर होइन, अन्त मैले ल्यापटप बोक्छु डाउनलोड गरेर सोचेको थिएँ, तर भए पनि मलाई याद थियो तपाईँ पुरा क्यारिड अवे हुन्छ इलेक्ट्रोनिक्ससँग भनेर मैले जान्नै बुझी नसोधेको म ल्यापटप ल्याउँ भनेर पनि। अन्त मैले दिछेनलाई मैले टिभी नभएको होमस्टे हेरिदेऊ ल भनेर पनि भनेको थिएँ, टिभी मात्रै हेरिबस्छ। गाइस यहाँ देख्दै गरेको चाहिँ गोर्खे हो, यही हो गोर्खे भिलेज चाहिँ। यसो एउटा बसेको गाउँ छ खोलाको छेउमा, यही हो गोर्खे। 30-40 मिनट्स लाग्दो रहेछ गोर्खे चाहिँ। गोर्खे पुग्नु आँट्यो है हामी, गोर्खे पुग्नु आँट्यो। सरको फोटो खिचिहाल्नु पऱ्यो, हु पऱ्यो होइन निजीहरू जान्छ नि त्योहरू भन्दा कम्ती रहेछ हिँड्नु। हाम्रो पछि त सबै डिजाइन बनाइहालेछ नि त। गाइस मेरो जुत्ता मेरो प्यान्ट चाहिँ यस्तो भइरहेको छ। यहाँ पनि पुरा पहिरो आउँदो रहेछ यो माटोमा पनि। पर त्यो रिम्बिकको बजारको त्यहाँ पनि आम्माम जाने बाटो त्यो डल्लै रोडै पुरिरहेको थियो। फोटो चाहिँ मेरो चाहिँ उसले चाहिँ फोटो खिच्नु जान्दैन कि, तर कोही कोही बेला चाहिँ राम्रो खिच्छ। सो गाइस यो चाहिँ त्यही हो, कहाँ आइपुग्यो हामी, कस्तो राम्रो जग्गा। Look at the different type of rhododendron. Oh yes, you can see the difference. यो देख्दै गरेको चाहिँ पिङ्क, लाइट पिङ्क कलरको रोडोडेन्ड्रन, लाइट पिङ्क पनि होइन ठिकैको पिङ्क। ओ घोडाको घोडाको होला है, किनभने गाईको त यस्तो हुँदैन, गाईको गोबर त यस्तो हुँदैन नि त। ए यो चाहिँ रेड कलरको, यो लाइट पिङ्क कलरको। ओ माई गड, लाइट पिङ्क इज लुकिङ एक्सट्रिमली सेक्सी। कस्तो देख्दैछ गाइस मलाई। हाम्रो गोप्रोको क्वालिटी त भन्नै पर्दैन, घाम लाग्दाखेरि त इट लुक्स सो गुड हो। हाम्रो कुकुर त कहाँ पुग्यो होला कस्तो है। हामी चाहिँ पानी कोकहरू बोकेर आएको अब हिँड्नुको लागि चाहिँ। अब सोच्नु न कस्तो फ्लप भयो होला यहाँ हेर्नु त, कस्तो चाहिँ फ्लप भयो होला भने चाहिँ पानी कोक हो, अझै के छ त्यहाँनिर ब्यागमा, गरौँ बोकिकन आएको होइन। अब बाटोमा रिफ्रेसमेन्टको लागि ह्याट लाउनु पर्थ्यो अझै। मैले चाहिँ सोचेको थिएँ, सुन्नु न अब मैले त यस्तो सोचेको थिएँ, त्यो के पो भन्छ पत्थरेबाट चाहिँ नि म चाहिँ 2-3 ताल बिसाउँदा मात्रै गोर्खे पुग्छु होला भनेर सोचेको थिएँ। अब मैले त्यस्तै सोचेको थिएँ, बट हियर आई एम एट गोर्खे विदाउट अ सिङ्गल स्टप। स्टिक चाहिँ भुलिदिएको उनीहरूले रोडको माग गर्नुपर्ने होइन, डिसिजन सिक्किम। कस्तो सोचेको थिएँ कि आमा कोकहरू खाँदै बिसाउँदै आउँछ भनेर, तर केही छैन। अब कोक बोकेर फेरि ऊ माथि जानुपर्छ डाँडामा, समाधिनसम्म पुग्नुपर्छ। कहाँ हो समाधिन कुन? चेरी ब्लोजम पनि रहेछ। सो यहाँ फेमस छ गोर्खेको एउटा ब्रिज, त्यो पनि देखाउँछु तपाईँलाई। अब फर्स्ट ट्रेक त छोटै हुन्छ नि होइन गाइस, बुझ्दैन उसले, गन मात्रै गर्छ जहिले हो। यही हो गोर्खे खोला छ यहाँ। तर यहाँनिर अब यो जति पनि छ, यो जे पनि भएको छ, टुरिज्मको एउटा हात छ जस्तो चाहिँ लागेन है मलाई। सबै उनीहरू सेल्फ मेड हो। यो घर घोडाहरू भयो, घोडामा फोटो चाहिँ खिच्छु लाग्छ म हो। ल तिमीलाई म खिचिदिन्छु त्यो फोटो। गाइस गोर्खे घोडाको अगाडि त्यहाँदेखि उयो चेरी ब्लोजम, अन्त माथि गोर्खे ब्याकग्राउन्ड। अम्बो यो स्टप गर्दा हुन्छ। Guys, we are at Gorkhe right now. This is my horse. His name is Brownie. See, even if you have an animal, it should look like this. यतिको फ्रीली ग्रेज गर्यो, यताउता हिँड्यो, यसरी हिँड्नु सक्नु पर्यो नि। अहिले चाहिँ हामी यहाँ गोर्खेको चेक पोइन्ट पुगिसकेको छ होइन। के लेखेको छ अगाडि हेर्नु त, पढ्नु त। एन्ट्री टु सिङ्गालीला नेसनल पार्क भनिरहेको छ होइन। यो गोर्खे चेक पोइन्ट लेखिरहेको छ। इन्डियन्सको 200, फरेनर्सको 500 र स्टुडेन्ट्सको 100। इन्डियनको 200 के को लागि? सिङ्गालीला रेन्ज पस्नु। मेरो भन्दा दामी केस रहेछ घोडा हो। यस्तरी हरियो घाँस खानु पाउनु पर्यो नि घोडाले चाहिँ, अन्त पो हुन्छ। तिमी अगाडि जाऊ न हो भन्ने हो। होइन उयो हेर्न न उसको फ्रिन्जेस कस्तो दामी आँखामा,
यसको केस हेर न अगाडि आँखा छोपेको यहाँनिर हो सानो कटेज होमस्टेहरू छ यहाँनिर चाहिँ वेदर यु थिङ्कहरू ए गोर्खे सिङ्गालीला नेसनल पार्क अरे नेसनल पार्कै रहेछ त यहाँ ए द्याट्स वाइ रोड नबनाएको रहेछ नेसनल पार्कहरूमा रोड उयो गर्नु दिँदैन नि क्युट होमस्टेजहरू चाहिँ यस्तो हुँदो रहेछ If you come to Gorkhe, there are a number of homestays. तिमीलाई टाइम पास हुँदा अब चाहिँ खेलिन्छ नि त यहाँनिर हो अन्त गुराँसको वाइन बनाउनु भएको होला है यहाँ आन्टीहरूले यो के हो गभर्मेन्टको हो सो हामीले भनेको होमस्टे चाहिँ आई गेस दिस इज द वान रिभर साइड होमस्टे हो कि रिभर भ्याली हो कि आई डोन्ट नो गाइज दिस इज द होमस्टे द्याट वी हेभ बुक्ड मेरो साथीको होमस्टे अरे नि त सो दिछन भाइले कन्ट्याक्ट गरिदिनु भएको थियो होमस्टेमा थ्याङ्क यू तपाईँले भनिदिनु भएकोमा राम्रो रहेछ भित्र पसेको छुइनँ तर भनिहालेको यो होला आई गेस हो अन्त खाली छ भने त माग्दा भइहाल्यो नि ओ दिस इज द होमस्टे गोर्खे रिभर भ्याली होमस्टे अल्टिट्युड हेर्नु त सो अहिले चाहिँ हामी होमस्टे आइपुगेर यहाँनिर रुम चेक गर्दैछ वी विल चेक द रुम लुङदार लगाउनु भएको रहेछ दिदीले हो मटर चाहिँ पुरा रोपेको रहेछ मटरै हो नि है के होइन के आलु हो मटर आलुहरू पुरा रोप्नु भएको रहेछ हो यहाँबाट अझै खोलाको नजाराहरू दामी देख्नुहुन्छ हो डबल एकजनाको चाहिँ अब खासै गिजर भएको 1200 हो एकजना हो पैसा नै थिएन होला सबै यतै होला यतै पुग्ने है हस्पिटल यतै सोरेङ सोमबारे जोरथाङ यही बाटो छ मेन ठुल्ठुलो सौदा चाहिँ सोमबारेबाट हो हजुर किरीतिबाट सोमबारे जोरथाङ हो जोरथाङमा नि सस्तो जोरथाङ त प्युरेटारको गाडी पाइहाल्दो रहेछ नि त पाइहाल्छ जति है सर्भिस अन्त यहाँसम्म लाइटहरू चाहिँ दिएको रहेछ यो लाइट आएको धेर भएको छैन ल बङ्गालमा यो 2020 मा आएको 20 भन्दा अगाडि थिएन नि लाइट है किनभने यो मुरबिदाङ साइड मुनि पनि थिएन नि लाइट थिएन मम्मी के हुन्छ गोर्खेमा चाहिँ गाइस बेडरुम यस्तो छ दुईटा डबल बेड चरक्कै परेको खै लाइट वासरुम चाहिँ यस्तो छ हो मजाले बनाउनु भएको रहेछ बिचरा यत्रो टाढो पनि हेर्नु बेसिन हेर्नु न बेबी कस्तो ठुलो बेसिन लगाउनु भएको रहेछ है यत्रो टाढो पनि राम्रो रहेछ लाइटहरू बन्द गरिदिइराख्नुपर्छ टाढो रहेछ त खाना Could you please bring one glass for me somewhere and then downstairs अन्त आन्टीलाई भन्नु पनि के खाने भनेर अन्त हामी आउँदैछौँ So guys, अहिले चाहिँ we are about to go for a walk to समादेन भर्खर आएर अलिकति फ्रेस भएर समादेनसम्म वक गर्नु जाने हो अन्त यहाँ चाहिँ हावा चाहिँ पुरा बेसी चल्दो रहेछ पाइन ट्रिज पनि त्यत्तिकै छ खोलाको हावा पनि त्यत्तिकै छ यहाँनिर चाहिँ हो हामी बसेको होमस्टे अन्त किचन हो यहाँनिर ऊ माथि बर्ड्स आई भ्यू पोइन्ट पनि रहेछ एउटा हावाघर चौतारा जस्तो त्यहाँनिर चौतारामा बस्न पनि हुने रहेछ चाहिँ वाइवाई खाएर हिँड्नु पर्छ हाम्रो 2 बजीको खाजा भाइ लाग्यो खान्छु डल्ले डल्लैसँग खै भयो मेरो क्यामेरा सो हेलो गाइज वी आर ब्याक अगेन अहिले चाहिँ हामी खाजा खाएर नुडल्स खाएर हामी निस्किसकेको छ अहिले चाहिँ हामी नुडल्स खाएर निस्किसकेको छ म के भएको मेरो मोबाइलको म त अघि बिगार्दियौ तिमीले मेरो भिडियो होस् म फेरि सो यस गाइस हाम्रो होमस्टे देख्दै गरेको चाहिँ उयो हो अन्त अहिले चाहिँ वी आर हेडिङ टुवर्ड्स समादेन अनि अहिले चाहिँ अलिकति अडियो क्वालिटी पनि क्लियर भइरहेको होला माइकहरू लगाएँ एडप्टरसँग सो दिस इज स्मल रिभर अनि अघि चाहिँ मैले तपाईँहरूलाई भनेको थिएँ है द्याट
त्यो चाहिँ सिक्किम र वेस्ट बेङ्गलको बोर्डर हो कि होइन भनेर आइएम नट स्योर भनेर मैले भनेको थिएँ। मैले भनेको जस्तै नै भयो। जुन चाहिँ त्यो मेन खोला छ अघि हामी आउँदाखेरि त्यो पुल देखेको थियो जहाँनिर त्यो घोडाहरू देखेको थियो त्यही यही रिभर चाहिँ रहेछ सिक्किम र वेस्ट बेङ्गलको बोर्डर खासमा चाहिँ हो। परको त्यो फेन्सिङ वायर भएको चाहिँ बोर्डर होइन रहेछ तर त्यहाँनिर चाहिँ मान्छेहरूको सेटलमेन्ट सबै निकालिदिएको छ अरे पहिला। सिधी त्यो पुरानो ब्रिज थियो त्यहाँ चाहिँ नि तर अब लास्ट इयर चाहिँ मे कि कहिले यो सबै फ्लड आउँदाखेरि चाहिँ अन्त त्यहाँको चाहिँ फ्लस भएर गएको सबै त्यो ब्रिज चाहिँ यो न्युली कन्स्ट्रक्टेड ब्रिज हो। फुल्ली ह्यान्डमेड अब सबै देख्नुभएछ यहाँनिर चाहिँ दुईवटा रुखले चाहिँ दुईवटा अब सलिड रुखमा चाहिँ उयो गरेर बनाएको छ। मैले अघि के भन्दैछु अन्त केमा इन्टरप्ट गर्यो उसले मलाई भन्दाखेरि चाहिँ नि मैले भन्दै थिएँ हामी आधी बाटो जति हिँडेर आयो नि त्यो डल्लै सिक्किमको साइडमा पर्दो रहेछ। अन्त त्यो चाहिँ उयो सिक्किम गभर्मेन्टले स्याङ्चुरी रोडोडेन्ड्रन स्याङ्चुरी बनाउनेले गर्दाखेरि चाहिँ त्यहाँको मान्छेहरूलाई चाहिँ अर्कै जग्गा सेटल गराएर त्यहाँ चाहिँ डल्लै फरेस्ट मात्रै राखेको रहेछ। अन्त खोलादेखि यता चाहिँ बेङ्गाल पर्दो रहेछ भनेर उहाँ आइपुगेर मात्रै चाल पाएको हो। सो जतिवटा पनि यहाँ भिलेज देख्नु हुँदैछ त्यो चाहिँ सबै वेस्ट बेङ्गलको साइडमा रहेछ। त्यो हामीले जुन चाहिँ चेकपोस्ट भेट्यो त्यही हो वेस्ट बेङ्गल स्टार्ट हुने जग्गा चाहिँ। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन रुरल इलेक्ट्रिफिकेसन प्रोजेक्ट एट गोर्खे फरेस्ट भिलेज। सो इलेक्ट्रिसिटी चाहिँ कहिले आएको रहेछ भन्दाखेरि चाहिँ यो दिन चाहिँ उयो गरेको रहेछ इनागुरेट गरेको रहेछ 17th of October 2020। सो यु अल क्यान इमेजिन कि 2020 सम्ममा चाहिँ देयर वाज नो इलेक्ट्रिसिटी हियर है। आइजला छिटो क्युट क्युट पिपल। अमुई कान पनि के दामी तिम्रो कान पनि कस्तो दामी कान हौ कस्तो ह्यान्डसम देख्यौ कस्तो दामी कान बाख्रा कस्तो ह्यान्डसम देख्यो तिमीलाई त त्यसो गर्छ होइन कस्तो जिस्केको होइन। गाइस यहाँनिर चाहिँ गुराँसको रुखहरू पुरा रहेछ हो। हामी चाहिँ माथि आइपुगिसकेको छ गोर्खेदेखि पनि। अब म त यसरी डाँडा काँडा मान्छेहरूको यसरी भ्लग गरिदिँदै हिँड्छु। अब मेरो लागि त भ्लग गरिदिने कोही छैन। सो क्यामेरा यतापट्टि फर्काउँछु ल अलिकति। सो ऊ तल देख्दै गरेको हो तपाईँहरूको गोर्खे चाहिँ। आयो थाक्यो नि अब के गर्नु। हिँडेर हामी यस्तो जग्गा आइपुगेको छ जहाँ चाहिँ गुराँसै गुराँस छ। माथि आइपुगिसक्यो सास न बेसास भइसक्यो गाइस म त के भन्नु तपाईँहरूलाई जस्तो देख्दैछ। चढ्दै उकालो चढ्दै आयो भने चाहिँ समाधिन भिलेज आइपुग्दछ। समाधिनमा पनि बिल्डिङ रहेछ उपर सिमेन्टेड कसरी चाहिँ बोक्छ होला सोच्नुहोस् है गाइस तपाईँहरू। दामी सच अ पिसफुल प्लेस यु नो। गोर्खे भन्दा समाधिन अझै पिसफुल रहेछ किनभने गोर्खेमा त खोला बस्छ कन्टिन्यू है बर्खामा म सँगै जग्गा छैन सँगै हिँड्नु पर्ने आसियाना वाउ लुक एट द भ्यू नाउ। यो यस्तो सोचेको थिएँ मैले हाई गाइस वी आर एट बजरङ्गी भाइजानको मुन्नीको घर यही हो उयो ओ यो पनि ट्रेकिङ ब्यागहरू झार्दैछ घोडाबाट फालुटबाट आएकोलाई कि बिचरा थाक्यो होला कि कम्बर सेल लाग्यो है त्यो घोडाले। उपर त गाडी छ त अन्त खै सोधौँ न ल अङ्कललाई। उयो कटेज घर के दामी गाइस ऊ तल पनि कटेज घर के दामी खुट्टा बाँधिदिँदो रहेछ नि घोडाको खुट्टा बाँधेको छ। यही हो भ्यू चाहिँ गाइस एकदमै राम्रो भ्यू। तल गोर्खेदेखि आयौँ यहाँसम्म बाटोमा एउटा पनि प्लास्टिक ऱ्यापर्स फ्याँकेको छैन। यसरी डस्टबिन बनाइदिएको छ। परसम्म घरहरू छ यता पनि यतासम्म घरहरू छ र पनि देयर इज नो प्लास्टिक ऱ्यापर्स थ्रोन वेस्ट छैन फ्याँकेको। सो मेरो दिमागमा चाहिँ यो थट आयो कि द्याट एसियाज क्लिनेस्ट भिलेज चाहिँ मलियोलङ हो
हैन मेघालयमा सो वाइ नट दिस भिलेजेस आर इन द नोमिनेसन फर द एसियाज क्लिनेस्ट भिलेज यति सफा छ है बाटोहरू हेर्नुहोस् होमस्टेहरू हेर्नुहोस् यत्रो टाढो रोडै छैन अब मेघालयमा त रोड नपुगेको जग्गा कहीँ छैन होमस्टेहरू राम्रै हुन्छ यहाँ त रोड नपुगेको जग्गामा होमस्टे चटक्कै हुन्छ नि परसम्म छ घर हेर फार्मिङहरू कस्तो मजाले युटिलाइज गरेको छ ल्यान्ड यत्रो रोड नपुगेको जग्गामा पनि यति साह्रो राम्रो सफा सुथरा एन्ड छैन मिठाईको खोल चाहिँ फ्याँकेको यहाँ हेर्नुहोस् है कति मजाले टिन काटेर हो मजाले डस्टबिन बनाइदिनु भएको छ यहाँनिर फुड हिँड्ने मान्छेहरूको लागि यताउता मैला नफ्याँकिदियोस् भनेर होइन सो टुरिस्टहरू पनि यहाँ आउनु भनेर कन्सर्न हुनुहुँदो रहेछ बाटोतिर मैला छैन अब मैला फ्याँकिहाल्नु भयो भने पनि यहीँको लोकल्सहरूले नै उठाउनुहुन्छ होला त्यही राम्रो रहेछ मन पर्यो सो यो घर उपरको चाहिँ इट्स द एन्ड घर अफ समादेन अरे यहाँदेखि तल गयो भने पनि एउटा घर छ अरे अब यति साह्रो सफा भिलेज नि हेर्नुहोस् न अब कति सफा एभ्रिथिङ इज लाइक एकदम सफाई हो घुम्ने जग्गा त सो तपाईँहरूलाई यसो पिस चाहियो भने चाहिँ यु अल क्यान कम हियर सो गाइस यहाँनिर चाहिँ सानो एउटा समाज घर रहेछ त्यहाँनिर चाहिँ भित्र चेयरहरू पनि राखेको रहेछ हो अनि हामीले चेयर निकालेर बसिरहेको छ यहाँ यो चाहिँ अन्तिम रहेछ हो समादेनको कोक पहाडोमे कोक के दामी लोकेसन हो हेर्नु न यहाँ खेल्नको लागि है केटाकेटीहरूलाई आइपुग्यो हामी फेरि ब्याक टु आवर होमस्टे यहाँमा थियो हाम्रो होमस्टे चाहिँ राममाम रिभर अरे यो चाहिँ राममाम यो साइड चाहिँ डल्लै वेस्ट बेङ्गल हो है गाइस घोडाहरू चाहिँ कहाँबाट आएको होला भने उनीहरूलाई त पानीमा हिँड्नु मन पर्दो रहेछ हेर न कस्तो मिस गरेँ नि मैले यो चाहिँ अब सर्ट चाहिँ फोनमा चाहिँ एक्लै गयो उताबाट सो यस गाइज यो ब्याक इन द रुम अहिले चाहिँ समादेनबाट फर्किसकेको छ अन्त म चाहिँ यहाँ इन्स्ट्यान्ट कफी बनाउँदैछु हो तातो पानी लिएर आएको थिएँ तलबाट आई होप राम्रै मिठो होला यो किनभने उयो सोमबारीमा अरू कफी नै पाएन नि त अन्त यही लिएर आएको टी पनि पाएन नि त्यस्तो इन्स्ट्यान्ट टी पाउँथ्यो कि त्यो पनि पाएन म त कफी खाँदैछु उसले त केही खाँदैन मेरो फोन चार्ज हुँदैछ भित्र हो चार्ज नभए नि जेलसम्म चाहिँ मिठो रहेछ हेर्नु न कफी यति तिर्का चाखा त देखाउँदैन पक्र न लाल बत्ती लेट मी क्लिक खै भएर त 3 मोड्स छ होइन सो राइट नाउ वी आर गोइङ फर डिनर हेर्नु न विशाल दादा चाहिँ के लगाइबस्छ टाउकोतिर पनि ऊ पो छैन त्यहाँनिर नानीहरू जस्तो भएर एकदम हुन्छ नि मामसँग चिप्स खान्छ खै आएको दोकान होमस्टेको दोकान यस्तो गुराँस भनेको होइन यहीँ बनाएको गुराँसको वाइनहरू ए कसरी हो उयो चिप्स चाहिँ यो चाहिँ मटन हो होइन मटन लभर्स मेरो अन्डा एन्ड चिप्स कोपी एन्ड आलुको सब्जी यो चाहिँ भन्छ हाम्रो नेपालीहरूको कित्ली खालके चक यो चाहिँ अम्बो कत्रो सब्जी हाल्दैछ मलाई यो चाहिँ हाम्रो डिनर विशाल दादा त अघि खाइसकेछ मटन उसको फेभरेट हो कि मटन चाहिँ अन्त सास नभएर कस्तो चम्की छ निधारको टल्लिरहेको छ है डल्ले खोर्सानीसँग माम खाँदैछु so that was all for today's vlog. See you guys in the next vlog. Thank you for watching my video.
ओह नो सरी आजको उब्रेको भ्लग चाहिँ म भोलि कन्टिन्यू गर्छु ल सो थ्याङ्क यू फर वाचिङ गाइस सी यू गाइस टुमोरो